यो चाहिँ 2 महिना अघि हामीले रोपेको प्याजहरू काँक्राहरू हो होइन। अनि यता हामीले मकै हालेको छौँ। अनि यहाँ पर चाहिँ यसरी ड्याङ बनाएर, अब हाम्रो नेपालमा चाहिँ ड्याङ भन्छ है, त्यो प्लास्टिकले कभर गरेर हामीले खरबुजा अनि थरबुजा भन्छ नि हो, त्यो हामीले हालेको छौँ। अनि वाटरमेलन, स्विटमेलन। अनि हामीले त्यहाँ पल्लो छेउमा चाहिँ लट्टे फर्सी नि हालेको छौँ। अनि त्यो चाहिँ अहिले यस्तो भएको छ है, अहिले चाहिँ यस्तो भएको छ, अब फुल्न थालिसक्यो। अब नेक्स्ट मन्थदेखि फल पनि लागिसक्यो, अब खाने बेला नै हुन्छ होला। यस्तो भएको छ है कोरियामा। हामीले चाहिँ अलिकति अब यसो तपाईँहरूको जग्गा छ भने चाहिँ अलिकति समय मिलाएर आफैले गर्नुभयो भने बाहिर किनिरहनु पर्दैन। तर अब थाकेको हुन्छ होइन, यसो अब ड्युटीदेखि आएर एक्स्ट्रा टाइम चाहिँ दिनुपर्छ अलिकति। अब पैसा खर्च धेरै आउँदैन। यस्तो भयो भने चाहिँ अब आफैले रोपेर अब खान पाइन्छ होइन, अर्ग्यानिक भनौँ न। अब त पहिला लगाएको काँक्राहरू, खोर्सानीहरू यत्रो भएर फलिरहेछ है। अब यो प्याजहरू यत्रो भइसक्यो, खाने बेला भइसक्यो। काँक्राहरूले पनि फलिरहेछ। पहिला सानोमा चाहिँ बिरुवा त्यति राम्रो थाहा हुँदैन, अब ठुलो भएपछि चाहिँ मजाले अब छुट्टिन्छ है। अब यता लास्टमा चाहिँ अब करेला पनि हालेको छौँ। काँक्राले चाहिँ धेरै फलिसकेको छ है, खान थालिसक्यो। यो चाहिँ करेला हो, करेला पनि हालेको छौँ। यो चाहिँ बाहिर मात्रै हो, अब फिनिल हाउसमा फेरि त्यस्तै अब लगाएको छौँ टन्नै, फिनिल हाउसमा पनि छ। यो चाहिँ बाहिरको सब्जीहरू हो।